गाइस, आज चाहिँ हाम्रो नयाँ ठाउँमा साउको पुरानो बारीमा काम गर्न आएको छौँ। यो हो हामी आइसक्यौँ। अनि यहाँ चाहिँ कन्टेनर नि छ बस्न मिल्ने। दिदीहरू छ अनि यहाँदेखि भ्यू पनि देख्न पाइन्छ, राम्रो छ। यस्तो छ साउको। अनि यहाँ पनि फिफाको बुट्टाहरू छ। यो चाहिँ हाम्रो फुतेपेनिम हो, साउको जोइ हो। अनि त्यहाँ पहिले यहाँ आउँदाखेरि यहाँ बसेको थियौँ। अनि आज के काम गर्ने रे हाय हाय गाइस, अब हामी चाहिँ मल हाल्दैछौँ। अब हामी चाहिँ बारीमा मल हाल्न जाने रे। 넘어지고야지 위에서 올라가지. 넘어지고야지 위에서 올라가지. हामी चाहिँ यहाँ मागामुख भन्ने बुट्टा रहेछ। अनि त्यहाँ चाहिँ रियालिटी चेक खाइ छ। हामी चाहिँ यहाँ मल हाल्न जानु लागेको। यो चाहिँ मागामुख रे। अनि त्यहाँ चाहिँ मल हाल्न हिँडेको हामी चाहिँ। अनि आजको काम चाहिँ भनेको हाम्रो मल हाल्दै हिँड्ने है त। ओ हाम्रो त अझै मल मात्रै भनेको त कार्पेटहरू झिक्ने रे। भुइँमा कार्पेटहरू बिछाएको छ, त्यो झिक्ने रे। अनि ढुङ्गाहरू ओसार्ने रे। ओहो, आज त डह्रो गरमको कामहरू रहेछ हौ। अब चाहिँ हामीले मल हालेर सक्यौँ। हामी चाहिँ अब साउको अर्को बारीमा जाने रे मल हाल्न। अनि हामीले कार्पेटहरू झिक्यौँ, मल हाल्यौँ। अब चाहिँ अर्को ठाउँमा फेरि मल हाल्न जाने रे। मल पनि चढाइसक्यौँ। एकदिन उरे माझी माग्यो। बाई बाई। 다른 데 갈게요. 다른 어디요? 마감목. 대표님 이놈. 계속 이놈. 아버지가 뭐라고? 이놈 뭐야? 이놈. हामी चाहिँ साउको अर्को बारीमा आयौँ। 카메라 भ्यू चाहिँ 사장님 월급 좀 올려주세요. 좋아. वा, यहाँ हुँदा पनि के साउको घर खतरा भ्यू देख्थ्यो। हामी चाहिँ साउको यो अर्को बारीमा आयौँ। यहाँ चाहिँ साउको मागामुख बुट्टाहरू छ। यसमा चाहिँ मागामुख बुट्टाहरू छ। अनि यहाँ चाहिँ फुतेपेनिम हो। अनि फुतेपेनिम तल हेर्न जाँदैछ। यहाँ पनि अघिको जस्तै कार्पेटहरू उक्काउने अनि मलहरू हाल्ने गर्ने रे। अनि यहाँ सकेपछि फेरि अर्को ठाउँमा जानु रे। यसो अनि यहाँदेखि चाहिँ भ्यू चाहिँ खतरा देख्दो रहेछ। हामी यहाँ तल जाँदैछौँ काम गर्न। यहाँ चाहिँ घुम्नलाई पनि राम्रो रहेछ हौ ठाउँहरू। पेन्सनहरू धेरै बस्ने ठाउँहरू रहेछ। यताउति बजार मान्छे पैसा तिर्दिन घुम्न आउँछ, हामी फ्रीमा आएर भ्यू चाहिँ यस्तो राम्रो लागिरहेछ कि तल जानुपर्छ, नत्र भने फुतेपेनिमले हामीलाई गाली गर्छ। खालि इनोम मात्रै भन्छ। हामी चाहिँ तल जाँदैछौँ।
अब अझै सुरु हो हाम्रो कामहरू। आजको चाहिँ यही काम हो हाम्रो, मल हाल्ने, कार्पेट उठाउने, ढुङ्गाहरू उचाल्ने, फ्याँक्ने। आज चाहिँ यही हो। अनि हामी चाहिँ पर्सि घर फर्किने कुरा चल्दैछ, तर कन्फर्म चाहिँ केही छैन। अनि अब यदि पर्सि घर गयौँ भने हाम्रो रातभरिको काम, हाम्रो चाहिँ 5 धुनी काम हुन्छ, सजिलै हुन्छ। हुन त रातभरि लगाउनु केही छैन भन्ने हो। यो चाहिँ माघमुख बुट्टा हो हाम्रो साउको। अनि हामी चाहिँ यहीँ अघिको जस्तै कार्पेट उठाउने अरे। हामी यहाँ वहाँ माथिबाट यसरी तल आयौँ। हामी चाहिँ यसरी समुद्र हेर्दै काम गर्दै, यसरी काम गर्दै छ। अनि यहाँ चाहिँ जोइले मल ओसार्दै रहेछ। अहिले कताकतामा चाहिँ यसरी काट्ने, यस्तो यस्तो काट्दै बस्दै गर्ने। अनि यता समुद्र हेर्दै, यता हेर्दै चित्त बुझाउँदै गर्ने। हामीले मल दिएर सकायौँ, कार्पेट नि उकाएर सकायौँ। अनि त्यहाँ छग्नी गऱ्यौँ। अनि अब चाहिँ फिफामा मल हाल्न जाने रे। हामी चाहिँ दिदीको खुट्टामा कुरो लाग्यो रे। भएन भने मेरो पनि कति धेरै रहेछ। ए यस्तो कुरो लाग्दो रहेछ यहाँ चाहिँ झाडी भएर। अनि हाम्रो कामहरू यहाँको सकियो। हामी फेरि अघिको ठाउँमा आयौँ। अघि तल दिएको थियौँ। अहिले चाहिँ अब हामी चाहिँ अब यो फिफाको बुटमा हाल्ने रे। यसरी मल हाल्दैछौँ हामी। अनि यहाँ सकेर चाहिँ उता माथि जाने अरे। त्यहाँ माथि गएर हाल्ने। अझ उतापट्टि माथि पनि छ, एकजना गएको छ उता हाल्न। अनि यहाँ मलहरू छ। हामीले यहाँ माथितिर साउको बारीमा पनि मल हालेर सक्यौँ। यो चाहिँ साउको सुरुको बारी हो, यहाँदेखि वहाँसम्म। अनि तल छ। अनि यहाँबाट साउको बारीबाट नजारा देखिने ठाउँ। अब हाम्रो काम सकियो, लगभग सकियो भन्दा नि हुन्छ। अब हाम्रो छुट्टी हो कि सायद। जो आत्तेर हाम्रो उताले काम बाँकी छ, तिमीहरूले ढिला गर्छौ भन्दै गाली गर्दै थियो। छिट्टै सकियो। हिजो चाहिँ काम नभएर 3 बजे नै छुट्टी थियो। आज चाहिँ अलिक टाइम लाग्यो। केही छैन, आज पनि छुट्टी हुन्छ। अब हामी घर फर्किँदैछौँ, रुमतिर जाँदैछौँ। हामी कहाँ उरी फाँगे खायो। नम्जाहरूलाई लिन जाने रे केटाहरूलाई। अनि केटाहरू चाहिँ उता साउसँग काम गर्दैछ। उनीहरूलाई लिएर जाने रे। यहाँको चाहिँ बाटो चाहिँ सेम नेपालको जस्तै छ। यसरी घुमाउँदै हाम्रो यहाँ हो बाटो बनाएको छ अस्ति नै। अनि त्यहाँ साउ रहेछ। केटाहरू झर्दैछन् नास्ता खान। चाहिँ खाजा खान लाग्यो हामी। खाजा खान लाग्यो। अनि हामीलाई जुस दिएको छ। अस्तिकोमा यसरी बाटो बनाएछ। माथि वहाँसम्म बनाएछ। अब चाहिँ माथि बना। हाम्रो छुट्टी भनेको त काम पो सुरु भयो त। के अरे दि, हामी छुट्टी गर्ने भनेको त के अरे काम लगा। तर काँडा फाल्नु भन्छ अरे हामीलाई त। अब चाहिँ हामी सामानहरू हालेर, ओइ हँसिहाल्यो धन्डी काटिन हौ मान्छे। थलेङ्गी त्यसै भन्छ साउनी। थलेङ्गी
धन्दा हँसियाले यस्तो गरेर राखेको नि पेटमा कप्प कोप्यो नि कुपन्न हाम्रो चाहिँ अघि घाँस उखालेको थियौँ अनि अब सक्यो अब रुमतिर जाने होला सबै एकै ठाउँमा बसेर